ल सबैलाई स्वागत छ। शेयर बजारमा फेरि एउटा नयाँ आइपिओको चर्चा सुरु भएको छ। आज हामी यही पाल्पा सिमेन्ट इन्डस्ट्रिजको आइपिओ बारे सबै कुरा विस्तारमा हेर्नेछौँ। ल अब धेरैको मनमा होला यो आइपिओमा लगानी गर्दा कस्तो होला। ठिक छ, आउनुहोस् यसको हरेक पाटोलाई के लाएर हेरौँ ताकि निर्णय गर्न सजिलो होस्। त्यसो भए सबैभन्दा पहिले त सबैभन्दा मुख्य कुरा नै हेरौँ होइन, आखिर यो अफर हो चाहिँ के? कम्पनीले सर्वसाधारणको लागि ल्याउँदैछ कुल 45 लाख किता शेयर। यो संख्या आफैमा सानो भने पक्कै होइन। र यसको कुल मूल्यको कुरा गर्दा यो भनेको ठ्याक्कै 45 करोड रुपैयाँ बराबरको निष्कासन हो। अब सबैभन्दा ध्यान दिनुपर्ने कुरा मिति र कति आवेदन दिने भन्ने। हेर्नुहोस् है, यो आइपिओ खुल्नेछ फागुन 12 गते र छिटोमा बन्द हुने मिति तोकिएको छ फागुन 15। आवेदन दिँदा कम्तीमा 10 कितादेखि लिएर बढीमा 1 लाख कितासम्म भर्न पाइने व्यवस्था छ। ल आइपिओको अङ्कहरू त थाहा भयो, तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा त कम्पनी कस्तो छ भन्ने हो, होइन त? अब कम्पनीको भित्री कुरा र यसमा रहेको जोखिमलाई अलि गहिरिएर हेरौँ। कुनै पनि कम्पनीको स्वास्थ्य कस्तो छ भनेर जाँच्ने एउटा महत्त्वपूर्ण औजार हो क्रेडिट रेटिङ। पाल्पा सिमेन्टको कुरा गर्दा यसलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले रेटिङ दिएको छ। अब यो आइआरएन BB+ भनेको के हो त? सोझो भाषामा भन्नुपर्दा यसले कम्पनीले आफ्नो आर्थिक जिम्मेवारीहरू पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम छ भन्ने देखाउँछ। मतलब अहिले त ठिकै छ, तर भोलिका दिनमा कुनै आर्थिक वा व्यापारिक अप्ठ्यारो आयो भने त्यसले कम्पनीलाई असर गर्न सक्छ भन्ने सङ्केत हो यो। तर जोखिमको कुरा मात्रै छैन। कम्पनीको राम्रो पक्ष हेर्ने हो भने यसको नेट प्रोजेक्ट भ्याल्यू करिब 13 अर्ब अर्थात् 12.99 अर्ब रुपैयाँ छ। यो एकदमै ठूलो रकम हो। अनि उत्पादन क्षमता त्यो पनि कम्ता छैन। दैनिक 1800 टन क्लिङ्कर र 2200 टन सिमेन्ट उत्पादन गर्ने क्षमता राख्छ। यसले के देखाउँछ भने कम्पनीको औद्योगिक जग निकै बलियो छ। ल मानिल्याउँ कसैलाई अब यसमा आवेदन दिन मन लाग्यो। त्यसो भए प्रक्रिया के छ त? एकदमै सजिलो छ। आवेदन दिने प्रक्रिया त अब धेरैलाई थाहा भएकै कुरा हो। आफूले कारोबार गर्ने आस्वा सदस्य ब्याङ्क वा वित्तीय संस्थामा गएर CASBA प्रणाली मार्फत आवेदन दिन सकिन्छ। अनि सबैभन्दा सजिलो त मेरो शेयर सफ्टवेयरबाटै अनलाइन भर्नु भइहाल्यो। ल हामीले कम्पनीको अफर, जोखिम अनि राम्रा पक्षहरू पनि हेर्यौं। अब यी सबै कुरालाई एक ठाउँमा राखेर सोच्नुपर्ने बेला आएको छ। अब यहाँनिर एउटा महत्त्वपूर्ण प्रश्न खडा हुन्छ। एकातिर कम्पनीको उत्पादन क्षमता र बजार राम्रो देखिन्छ, अर्कोतिर क्रेडिट रेटिङले मध्यम जोखिम पनि देखाएको छ। यस्तो अवस्थामा यो लगानीको अवसरलाई कसरी हेर्ने? यो एउटा यस्तो प्रश्न हो जसमा लगानीकर्ताले आफै विचार पुर्याउनुपर्ने हुन्छ।